दर्शकवृन्द नमस्कार, म हुँ विजय भट्टराई। यति बेला म यो झापाको कचन कवल 4 मा फेरि पनि आइपुगेको छु। किन आइपुगेको छु भन्दा म यहाँ यो भन्दा अगाडि पनि दुईचोटि आइपुगेको छु। कारण हो मखाना खेती। मेरो पहिलो भिडियोमा भर्खरै मखाना सुरु गर्नुभएको थियो हाम्रो चन्द्रजीले, र दोस्रो भिडियोमा मखानाहरू फुलेको थियो। अनि यो आज अन्तिम भिडियो बनाउँदैछु। मलाई धेरैजनाले कमेन्ट पनि गर्नुभएको थियो कि विजय सर, यो अन्तिममा खेती चाहिँ वास्तवमा कसरी उठाइन्छ, कस्तो होला यसको तरिका, अनि यो कति फलेको छ, कसरी देखिन्छ, यावत धेरै कुराहरू जिज्ञासा गर्नुभएको थियो। भिडियो पनि धेरैले लगभग मैले हालेको सबै प्लेटफर्ममा 50-60 लाख दर्शकहरूले भिडियो हेर्नुभएको थियो र धेरैको जिज्ञासा पनि रहेको थियो। आज म यही स्थानमा आएको छु भने यति बेला धमाधम यो मखाना खेती कलेक्ट गर्ने काम अर्थात् बाली उठाउने काम भइरहेको छ। म थोरै कुराकानी यहाँ हाम्रो चन्द्र दाइसँग गर्छु, कसरी उठाउँदै हुनुहुन्छ, अनि उहाँले के सोचाइ राख्नु भएको थियो, कतिको पुरा हुँदैछ, कतिको मखाना फलेको छ, कसरी फलेको छ, सबै कुरा उहाँले बताउनु हुनेछ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। चन्द्र सर नमस्कार। नमस्कार। अब जस्तो मखाना खेती तपाईले लगाउनु भयो, नेपालमै पहिलो पनि भनिन्छ, छिटफुट कतै कतै अलिअलि पहिला पनि सुरु भएको रहेछ भन्ने बुझियो। र लामो समयको एउटा प्रतीक्षा पछाडि चाहिँ अहिले बाली उठाउँदै हुनुहुन्छ। सुरु गरेको 2-3 दिन भयो। 2 दिन भयो। कस्तो लाग्दैछ बाली उठाउँदा चाहिँ अहिले? अब अहिले चाहिँ अब अलिअलि भएको रहेछ भनेर चाहिँ अनुमान चाहिँ गरिरहेको छौँ। अनुमान घाटा लाग्दैन जस्तो लागिरहेछ। मतलब त्यति चाहिँ साह्रै फलेको छैन, सोचे जस्तो चाहिँ भएन योपालि। किनभने अब नयाँ खेती हो, माटो पनि परीक्षण गर्न राम्ररी सकिएन। अब जति सोचेको थियौँ 12 मन 15 मन, अब अहिले चाहिँ फिलहाल हरदरमा 7-8 मन चाहिँ फलेको जस्तो देखिरहेछ प्रति बिघा। अब जस्तो यो अहिले यहाँ धेरै कति जति हुनुहुन्छ यो यहाँ उठाउने मान्छे? यहाँ मान्छे 20-22 जना छन्। 20-22 जना है। अब यो 20-22 जना मान्छेहरू चाहिँ कहाँबाट आउनुभएको? हामीले सुन्यौँ इन्डियाबाट हो। इन्डियाबाट हो। हामीले सक्दैनौँ, हामी यहाँको मान्छेले पनि सक्दैन, यो कहिले गरेको छैन। अब पहिला गरिरहेको मान्छेलाई चाहिँ ल्याउँदा चाहिँ राम्रो हुन्छ। अब हाम्रो यहाँको थाहा छैन बानी के गरेर निकाल्नुपर्छ, कसो गर्नुपर्छ पर्दैन। अब त्यो जाने बुझेको अब गरिरहेको मान्छेलाई चाहिँ गर्दा चाहिँ राम्रो। अब यो अब क्विन्टलको हिसाब निकाल्दा चाहिँ हामीले त्यति वास्ता पनि गर्नु पर्दैन। अब कसरी निकाल्छ के गर्छ उनीहरू नै थाहा छ। हामीले हेरिराख्नु पनि परेन। क्विन्टल हिसाब हो यिनीहरू, बेलुकासम्म अब कति निकाल्छ त्यो अनुसारले पैसा दिने हो। त्यसरी जस्तै यो त निकालेको हेर्दाखेरि त बडा एकदम अनौठो देखियो क्या सर। अब बाहिरबाट केही देखिँदैन। यिनीहरूले पौडी खेले जस्तो भित्र छिरेर यो अब यो सबै अब तपाईँको माथि जुन पहिला फुटेर पानी माथि तरिरहेको थियो नि, त्यो सबै मुनि गएको छ। अहिले मुनि गएर बसिरहेछन् क्या अहिले छिप्पिएर त्यो दाना चाहिँ। त्यो अब पहिला चाहिँ सुरुमा चाहिँ अब उनीहरूले भेला पार्छन्, लाइन गरेर सोरेर भेला पार्छन्। अनि त्यस पछाडि त्यो बाँसको त्यो बनाएको छ चुङ्गा, त्यसमा सोरेर भित्र हाल्छन्। त हिलो र पानी चाहिँ झर्छ अनि त्यो बोरामा हाल्छन् दाना चाहिँ। भनेपछि यो अहिले जुन निकालिरहेछन् नि यहाँनिर यो मखाना उता पारिबाट आएको दाजुभाइहरूले, यिनीहरू त स्पेसल टिमै रहेछ जस्तो लाग्यो। टिमै हो। स्पेसल टिमै हो। भनेपछि उहाँ पनि खेती छ कि आफ्नो खेती चाहिँ नभएर उहाँहरूको चाहिँ अब खेती छैन। अब उहाँहरू यस्तै गरिरहने मान्छे हो। योपालि त अब उतै पनि गरिरहेको थियो, भाउ योपालि त्यति रहन्छ पहिरको जस्तो। यहाँ आउनु मानेको थिएन, अनि अलिक रेट बढाएर पनि हामीले निकाल्न लगाएर यहाँ ल्याएको छु मैले। त्यसरी ल्याउनु भएको छ है। अब यो तपाईँले टोटल खेती गर्नुभएको 20 बिघामा लगाउनु भएको? हजुर। यो कहिले लगाउनु भएको थियो? माघतिर लगाउनु भएको थियो। हजुर। भनेपछि माघ, फागुन, चैत, वैशाख, जेठ, असार, साउन, अहिले भदौ पनि भयो, लगभग 8 महिना लाग्यो है। लाग्यो। यसमा तपाईँको यो 20 बिघामा सुरुको लगानी चाहिँ कति थियो चन्द्र सर? सुरुमा त त्यही त बिघाको लगभग 1 लाख रुपियाँ जति भएको छ। अब अहिले त्यति आउँछ कि आउँदैन, अब यसो सबै कलेक्सन गर्दा माल दाना अब मखाना अनि थाहा हुन्छ कति। भनेपछि त यो लगानी नै उठाउनलाई गाह्रो पर्ने कन्डिसन भएको? यो पालि चाहिँ अलिक गाह्रो छ। सुरुमा चाहिँ खर्च बढी छ। जस्तो के नमिले जस्तो लाग्यो कि पहिलो पटकको तपाईँको लगानी नै अरूमा धेरै भयो? पहिलो पटक हो। अब यो खेती मिलाउनमा लाग्यो नि त। खेती मिलाउनमा लाग्यो। अब फेरि लेबर चार्ज अलिक एक्स्ट्रा लाग्यो। अब यो पालिदेखि लाग्दैन। तपाईँ अब जस्तो नि योचोटि तपाईँले मखाना खेती गर्नुभयो सुरु एउटा हिम्मत जुटाएर। हजुर।
अब फेरि अर्कोचोटि तपाईँ माघमा फेरि गर्ने कि नगर्ने? गर्ने नि, किन योपालि त अब त्यति लाग्दैन नि त खर्च। योपालि त डाइरेक्ट पानी लाउने रोप्ने हो जोतेर। पोहोर त अब आली लाउनु पर्यो, अर्काको खेती मिलाउनु पर्यो, डाँडो होचो मिलाउनु पर्यो, त्यसले गर्दा अलिक खर्च बढी भयो। योपालि त खर्च छैन त्यति। योपालि डाइरेक्ट हिलो बनाउने हो, रोप्ने हो। हिलो बनाउने रोप्ने। जस्तो यहाँ 20-22 जना मान्छेहरू आएर चाहिँ अहिले यो मखाना यसरी निकालिरहेका छन्। हजुर हजुर। अब यो मखाना निकाल्दै गर्दा यहाँ यस्तो यो पानी भित्रबाट निकाल्ने कुरा यहाँ छुटेको पनि त हुन सक्छ नि, त्यो चाहिँ कसरी थाहा पाउँछन् उनीहरू? फेरि अब एकचोटि निकालिसकेपछि अर्कोचोटि फेरि सोर्छन् उनीहरू, 2 खेप 3 खेपसम्म। अब जबसम्म सकिँदैन त हातमा ठोकिन्छ नि त, ढुङ्गा सोरे जस्तै हो नि त। त्यो वेट हुन्छ नि त दाना त, सोर्दा त दाना ठोकिन्छ हातमा। त्यो सोरेर अब एकचोटि निकालिसकेपछि अर्कोचोटि फेरि निकाल्ने हो क्या यिनीहरू। ए भनेपछि यो एकचोटि चाहिँ सर र यिनीहरूले लाइनिङ बनाएर निकाल्छन्, अनि अर्कोचोटि फेरि रह्यो कि भनेर फेरि सोर्छन्, फेरि उनीहरूले सोर्छन्। अब जस्तो नि मलाई एउटा जिज्ञासा लागेको छ, धेरै दर्शकहरूलाई पनि यही जिज्ञासा लागेको हुनुपर्छ। यो पानी छ अहिले त यो पाकिसक्यो, अब यो पानी स्वाट्टै तपाईँले काटेर अर्थात् सुकाएर यो निकाल्दा चाहिँ हुँदैन थियो सर? हुँदैन हुँदैन। किन? सुकेर तपाईँको हिलोभित्र मुनि बसिहाल्छ नि त, सोर्न मिल्दैन क्या। पानी भयो चाहिँ पानीमा पोखालिन्छ पनि, पखालिँदै उनीहरूको जुन एउटा यो के हो, अब यो बाँसको अचम्मको चिज रहेछ, अचम्मको चिज हैन? अब यसले उनीहरूले निकाल्छ उनीहरूले। यहाँ 22 जना भनेपछि तपाईँले ठेक्का दिनुभएको है यो? यो यिनीहरू अब क्विन्टल हिसाब हो। अब हामीले हेरिराख्नु परेन के गर्दैछ कसो गर्दैछ। यो क्विन्टल हिसाब, अब बेलुकासम्म कति क्विन्टल हुन्छ एकजना बराबर त्यसको हाजिरा लेखो, बिहान आज यति गतेमा यति निकालो, त्यही अनुसारले पैसा उनीहरूले पाउँछन्। भनेपछि अब कति समय लाग्ला यो तपाईँको 20 बिघामा निकाल्न? हामीले निकाल्न अब 5-6 दिन लाग्छ, 6-7 दिन लाग्छ एकचोटि निकाल्न। अर्कोचोटि निकाल्न 3-4 दिन लाग्छ। ल अब राखौँ न 10-12 दिन लाग्छ। 10-12 दिन लाग्छ है यत्रोजना मान्छेलाई पनि? लाग्छ। अनि अब तपाईँले ठेक्का दिनुभयो प्रति क्विन्टलको हिसाबले, भन्न मिल्छ यो 1 क्विन्टल बराबर उनीहरूले के हिसाबले निकालेको? भन्न त किन नमिल्नु, मिलिहाल्छ। अहिले 4500 रुपियाँ आइसी क्विन्टल हो उनीहरूको। ए तपाईँले 1 क्विन्टल उनीहरूले निकाले बराबरको 4500 रुपियाँ आइसी दिनुपर्छ उहाँहरूलाई। भनेपछि उहाँहरू यो 20-22 जना भएर तपाईँको 20 बिघा ठेक्का लिनुभएको छ, 6-7 दिन लाग्छ। 10-12 दिन लाग्छ। 10-12 दिनै लाग्न सक्छ है? भनेपछि त यो त एकदमै अनौठो अनि यो अचम्म क्या, यो हेर्दाखेरि सुन्दाखेरि पनि जुन कुराहरू छ। अनि तपाईँले जुन एउटा हिम्मत पनि गर्नुभयो, फेरि भन्नुहुन्छ तपाईँ मेरो योचोटि अनुभव पनि भयो, एउटा लगानी पनि भयो। यस्तै हो, योचोटि अब पहिलोचोटि अनुमान भयो, अनुभव भयो, गरेको यस्तो यसरी गरिनु रहेछ। अब योचोटि चाहिँ अब सायद खर्च कम्तीमा मुनाफा बढी हुन्छ जस्तो लागिरहेछ। अर्कोचोटि चाहिँ योपालि चाहिँ यो सिक्लाइ पनि भयो, अनुमान पनि भयो, यसो गरेर गरिदो रहेछ, यस्तो मान्छे चाहिँदो रहेछ भनेर अनुमान पनि भयो। अर्कोचोटि चाहिँ अब त्यति खर्च हुँदैन हाम्रो, अलिक बढी हुन्छ। अब अर्कोचोटि योपालि रेट कम्ती छ, अर्कोचोटि रेट बढी हुनसक्छ। योपालिको सिजनमा अब रेट अलिक कम्ती रहेछ। जस्तो नि तपाईँले अर्को योचोटि तपाईँको सुरुमा लगानी पनि अब यो डोजर लगाउँदा लेबलिङ गर्दा धेरै कुराहरूमा भयो, त्यसले मात्रै खर्च बढाएर तपाईँको अहिले यो उत्पादनलाई ठ्याक्क ब्यालेन्स मात्रै गरेको हो कि नयाँचोटि गर्दा यो खेती गर्ने तरिकामै केही कमी कमजोरीहरू? तरिका पनि अलिकति कमी कमजोरी नै हो नयाँमा, त्यो भयो है, त्यो पनि हो। अब यिनीहरूले नि जस्तो निकाल्दैछन् होइन, अनि तपाईँलाई यिनीहरूले चाहिँ अब यिनीहरू त यही काम गरिरहेको रहेछन् लामो समय। तपाईँको यो कुरामा कमजोरी भएर मखाना योचोटि अलिक कम भयो भन्ने कुराहरू पनि त तपाईँलाई बताइदेला नि त? योपालि अब अलि कुरा भइसकेको छ उनीहरूसँग। अर्कोचोटि कारण अब दबाई पनि अलिकति बेसी चलाउनु भयो जस्तो लाग्यो, पत्ताहरू किन कुहियो छिटै आएर हेर्नु भयो नि त बेला बेला, अलिक दबाई बढी भयो जस्तो लाग्यो क्या हामीलाई। डोज अलिक बढी भएपछि त्यस्तो हुँदो रहेछ, अलिक ठिक्क हाल्नु पर्थ्यो, टाइममा हाल्नु पर्थ्यो। त्यसले गर्दा चाहिँ अलिकति मखानाको फल चाहिँ अलिकति ठुलो हुन पाएन जस्तो लाग्यो। भनेपछि अलिकति साइज पनि सानो लाग्यो है तपाईँलाई? हजुर, त्यो पनि हो। अनि माटो तपाईँको माटो सोरेर तपाईँको आलीमा लगायो नि त, मलिलो माटो जति सबै सोरेर आलीमा लगायो, मलिलो माटै थिएन। त नयाँ माटोमा तपाईँको योपालि खेती हुने कारण त्यो पनि रहेछ, अलिकति अनुमान गरियो। योपालि अब पत्ता सत्ता कुहियो, योपालि अब
अलिक अर्को सालदेखि अलिक राम्रो फल्ला जस्तो छ। अलिक राम्रो फल्ला जस्तो आशा गर्नु आशा गर्नु छ। अर्को सालदेखि। हजुर दर्शकवृन्द, चन्द्र सरसँग मैले छोटो कुराकानी गरेँ, किनभने योभन्दा अगाडि पनि यसको विषयमा मैले धेरै कुरा गरेको छु। अब चाहिँ अझै स्पेसल भिडियो म तपाईँलाई देखाउँदैछु। सबै यहाँ चाहिँ जो 20-22 जना टिम आउनुभएको छ इन्डियाबाट यो मखाना खेती कलेक्ट गर्नको लागि, सङ्कलन गर्नको लागि, उहाँहरूले कसरी काम गर्नुहुन्छ, के कस्ता उपकरणहरू छन्, अनुभव कस्तो रहेको छ, सबै कुराहरू तपाईँहरूलाई देखाउँदै उहाँहरू चाहिँ नेपाली बोल्नुहुन्छ दाइ? नेपाली बोल्नु न हिन्दी बोल्नुहुन्छ अरे उहाँहरू। उहाँहरूसँग म हिन्दीमा मजाले कुराकानी गर्नेछु र तपाईँहरूलाई पनि सबै भिडियो देखाउनेछु। भिडियो नछोडिकन अन्तिमसम्म तपाईँहरूले हेर्नु होला। चन्द्र सर, अब म थोरै उहाँहरूले गर्दै गरेको हुन्छ आउनु हेर्नु यसो सबैजना। र तपाईँहरूले देख्न सक्नुहुन्छ झापाको कचन कवलमा हाम्रो चन्द्र राजवंशी दाइले गर्नुभएको मखाना खेती चाहिँ यसरी उहाँहरू हाई गर्दै हुनुहुन्छ यहाँनिर। क्या है, थोड़ा इधर आओ ना, थोड़ा इधर आओ ना, आओ ना यार, इधर है हमारा दोस्त है ना, इधर दोस्त थोड़ा इधर आओ, थोड़ा बात करेंगे। ये क्या है तुम्हारा औजार, क्या है, कैसा है, थोड़ा दिखा दो ना। क्या नाम है आपका? अरे बोलो ना यार। दर्शक पनि यहाँ हेर्नु, मखाना यसरी निस्केको छ। यी मखाना ल हेर्नु, यहाँ मखाना निकाल्ने तरिका मखाना निकाल्ने तरिका। यहाँ मखानाको भाँडा छ। यो के हो यार, यो त उयो भूतले बोकेर हिँड्छ नि यो चाहिँ मम्मीले बोकेर हिँड्छ नि यसले सोर्नु हुँदो रहेछ उहाँहरू। ओ दादाजी आओ न यार। ठेकदार है। दर्शकवृन्द, तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ पछाडिपट्टि पुरै मजाले र यता यसरी निकाल्नु पर्दो रहेछ यो मखाना चाहिँ। मखाना उठाने आए। ये क्या है, थोड़ा दिखा दो, थोड़ा दूर जाओ, ये दिखा दो, निकाल के दिखा दो। ये क्या है? ये गाजा। गाजा? हाँ, मखाना उठाने वाला। वो गाजा तो पीने वाला होता है। वो नहीं इससे काम करता है। ये दिखाओ, ये कैसा है, ये कौन बनाया है? ये बिहार में बना है। बिहार में बनाया। और एक बार बता दो ये कैसे काम करता है, दिखा दो ना उधर जाके एक बार। आप बहुत अच्छे आदमी है यार। हाँ ल दर्शक पनि हेर्नु है, यहाँनिर कसरी मखाना निकालिन्छ भन्ने कुरा चाहिँ उहाँले देखाउँदै हुनुहुन्छ। हाँ ठीक है, इसमें जो मिट्टी रहता है ना, मिट्टी नहीं रहता है, झाड़ देता है, झोलता है इसको ना। हाँ, मिट्टी नहीं रहता है, इसलिए इसको मशीनें समझो इसको। हाँ, एक मशीनें है। इंडिया का पैसा कमाता 1000। हाँ, थोड़ा इधर लाके दिखा दो मखाना एक बार। मखाना दिखा, मखाना इधर लाके। ल दर्शक पनि हेर्नु है, यसरी चाहिँ मखाना यहाँ भित्र छ मखाना। पानी का चालनी हुआ, चालनी। ओ चाचा जी नमस्ते। नमस्ते नमस्ते। आपका नाम क्या है? मानिक चंद ऋषि। मानिक चंद। आपका किधर के है, आप किधर के रहने वाले हैं? इंडिया का। इंडिया का। अभी इधर में हमारा ये दाई है चंद्र दाई, उसका मखाना इधर 20 बीघा में लगाया है। ठीक है। आप ठेकेदार हैं ये उठाने वाला? हाँ, ये उठाने वाला। अभी बता दो, ये पानी के अंदर मखाना है, आप लोगों को कैसे पता चलता है किधर किधर है? ये हाथ में पता लगता है, ये मखाना का खेती है ना, बहुत महंगा है। हाँ, लेकिन हाथ में पता लगता है क्या है नहीं है। हाँ। तो ये पानी के अंदर मखाना छूट जाए तो? छूट जाए वो तो पानी में है तो छूटेगा नहीं। एक बारी एक हो गया, फिर दूसरा बारी भी होगा, हाँ, तीसरा बारी भी होगा, 2 बार 3 बार कलेक्ट करेंगे। हाँ, नहीं रहेगा। आप कितने साल से ये मखाना उठाने का काम कर रहे हैं? उठाने का तो समझिए कि वही लगभग में 30-32 साल से। 30-32 साल से? हम सब तो इतना पानी में 8 हाथ 10 हाथ का पानी में हाँ, वहाँ उठाते थे। अब तो धान खेती में जहाँ के धान उग जाता है वहाँ ये होता है। पहले बहुत पानी में होता था, बहुत ढेर पानी में होता था। हाँ, हाँ, जब मथा से बहुत ज्यादा ऊपर हाँ,
इतना पानी में। इतना पानी में भी उठाते थे? हाँ 10 फीट पानी में। 10 फीट पानी में। 10 फीट पानी में भी? हाँ। आप इंडिया से आए हैं, ठीक। आपका यहाँ 20 बीघा का ठेका है, उठा के माल देने का हिसाब करके, तो ये खलास करने के बाद आप लोगों का दूसरा काम किधर रहता है? दूसरा काम रहता है खेती बाड़ी का गांव में। हाँ। फिर इधर ये उधर सिर्फ चल- मखाना के सीजन में आप ऐसा काम करते काम हैं? करते हैं। नेपाल में इससे पहले भी आया था आप लोग ऐसा उठाने के लिए? ये पहली नहीं, बार है? पहली बार आया है। पहली बार आए। पहली बार। एक ये खेती है ना मखाना का, हाँ। वो खेती ज्यादातर किधर होता है इंडिया में? इंडिया में ज्यादा बिहार में होता है। हाँ। हाँ, सबसे ज्यादा बिहार में। अब नेपाल हो गया, हाँ, अब हर जगह हो गया, हर जगह हो गया। हर जगह। हाँ। असम में भी, पहले असम भी में होता था। असम, असम बोले तो इंडिया? हाँ समझे? इंडिया का असम? असम, हाँ उधर भी होता था? हाँ। हाँ। वहाँ पहले वहाँ इससे दूर न है। अब अभी अभी है ना चाचा, ये आप लोग मखाना इधर निकाला है, ठीक है? ठीक। अभी ये बाजार में तो सफेद कलर का आता है, हाँ ये, हम तो देखता है इधर काला काला। हाँ ये वो काला वो 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 क्या होता है, उसका प्रोसेस एक बार बता दो, क्या कैसे उसका करेंगे? जो है ना हम्म। खिला होता है। अभी यहाँ से आप लोग इधर से निकाला है, हम्म। उसी से बताओ ये कैसे होता है? इसको अब पहले इसको जो है पैर से इसको फिर घुमाएगा, वो जितना है न छिलका वो खत्म हो जाएगा। हाँ। उसको 2-3 घंटा उसको सुखाना पड़ेगा धूप में? हाँ धूप में। उसके बाद इसको पता करेगा, वो चूल्हा जलाएगा। हाँ 8 भट्ठी 10 भट्ठी रहता है, उस पर देगा। हाँ हाँ उसमें सब चीज का हिसाब किताब रहता है, अपना लारना चारना निकालना। हाँ इसमें खटनी भी है, हाँ फोड़ने वाला को हाँ खटनी है। हाँ। अब वही, अब एक बारी में नहीं हुआ, वो टेब पता लगा लिया कि एक काल होगा कि परसों होगा, उसको ढक के हाँ मतलब कि सोन के बोरा में ढक के उसको रखेगा। हाँ। तब जाके उसको पता लगेगा कि 2 दिन का बाद होगा कि 1 दिन के बाद। फिर सवेरे फोड़ेगा उसको, हाँ। तब लवा होता है, तब थोड़ा महंगा बिकता है। हाँ। परेशानी बहुत है। परेशानी तो बहुत है। फिर ये मखाना खेती से फायदा होता है? हाँ फायदा होता है कि फायदा नहीं होगा तो क्या करेगा? ये तो बहुत दुख का काम दिखता है ना, देखो पानी में। दुख का क्या करेंगे, दुख का काम तो अभी है, करने पड़ेगा। हाँ। कितने कितने आदमी आप दो- इधर दो टोटल? पैसा कमाएगा तो दुख का काम करना पड़ेगा। ये पड़ेगा। मेरा सीजन है, थोड़ा बहुत पैसा ज्यादा कमा लेते हैं। हाँ। कितना कितना आदमी है आपके पास? मेरे पास तो 20-21 आदमी। 20-21 आदमी। अभी इधर आप लोगों का ये 20 बीघा का खेती है ना, हाँ। वो निकालने के कितने दिन लगेगा? लग जाएगा 8 दिन 10 दिन। 8 दिन 10 दिन में हो जाएगा, ऐसा होता है? हाँ ठिक है। चन्द्र दाइ, थोरै अलिकति एउटा कुरा अब तपाईँसँग छुटेछ। जस्तो उहाँहरूले अहिले मखाना निकाल्नुभयो होइन, मखाना निकाल्नुभयो, उहाँहरूले निकाल्दै हुनुहुन्छ। अब यो उहाँहरूले निकालेर त जोखेर त अब दाना त रेडी गर्नुहुन्छ, अनि तपाईँले चाहिँ के गर्नुहुन्छ त्यसलाई? कसरी कहाँ लानुहुन्छ, के छ? नेपालमा अब कुरो गर्दै चल्दैरहेछ अहिले अँ, पुरा कुरो मतलब कन्फर्म चलिरहेछ। अब भयो भने भनेपछि नेपालकै व्यापारीहरू छ? नेपालमैसँग भइरहेछ। भयो भने यहीँ गर्ने हो अँ, मालको तयारी, अँ। भएन भने इन्डियासँग अब नेपाल र इन्डिया मिलेर भन्सारमा मिलाएर चाहिँ माल इन्डिया पठाउने हो। इन्डिया पठाउने हो भनेपछि यो दानै पनि बिक्छ इन्डियामा? दानै तपाईँले पनि बिक्छ। दानै पनि बिक्छ है, त्यो सोचाइ बनाउनु भएको छ? सोचाइ बनाएर जस्तो नेपालमै अब यो उत्पादन हुने सम्भावना चाहिँ तपाईँले अहिले भइरहेको कुराकानी अनुसार कतिको कुराकानी सम्भावना भइरहेछ। छ? अब अहिले 50% मात्रै भइरहेछ। त्यसलाई भट्टी चाहियो होला नि त बनाउने, होइन? सबै चाहियो कि अब त्यसको लागि 50% मात्रै कुरा भइरहेछ। अहिले काठमाडौँको मान्छे एकदिन पनि कुरा आउनु भएको थियो, अँ, यस्तो यस्तो मतलब हामी लगानी गर्छौँ भन्ने कुरा चाहिँ गर्नुभएको छ। अँ, यसमा निकाल्दै गरेको बेला निकालिसकेको छैन, अहिले भर्खर थालेको छ। अँ, एउटा कन्फर्म भएपछि हामी यहीँ गर्ने हो। अँ। भयो भने भएन भने नेपालको भन्सारसँग मिलेर, इन्डियाको भन्सारसँग मिलेर चाहिँ इन्डिया पठाउने हो। त्यो गर्ने। हजुर।